गर्न चाहन्छु। सबैजना एकताल उठेर ताली बजाउने म यहाँबाट निवेदन गर्न चाहन्छु। पिएस गोले जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, पिएस गोले जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, पिएस गोले जिन्दाबाद जिन्दाबाद, युवा शक्ति जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, युवा शक्ति जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, नारी शक्ति जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, नारी शक्ति जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, सिक्किमे जनता जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, सिक्किमे जनता जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, बोले जय बोले बम बोले जय बोले बम बोले जय बोले। धन्यवाद। भन्ने साह्रो हो, बोल्नु सही ढङ्गमा बोल्नुपर्छ। त्यसले गर्दा बोल्नु मलाई साह्रो लाग्छ। त्यसले गर्दा सबैलाई क्रान्तिकारी सलाम गर्दै म त्यति बेसी त बोल्दिनँ होला, तर अनुशासन भन्ने कुरा, जो अनुशासनमा अनुशासित भएर बस्नु सक्छ त्यसले केही जिन्दगीमा पाउनु सक्छ। अनुशासन नभएको मान्छेले जिन्दगीमा कहिले पनि खुड्किलो चढ्नु सक्दैन। किन भन्दाखेरि चाहिँ अनुशासन यस्तो शब्द हो कि अनुशासनमा छ भने आज तपाईले संसारलाई जित्नु सक्छ। अनुशासनमा त्यो ताकत छ। किनकि अनुशासन हुनु भनेको मान्छेको चरित्र राम्रो हुनु हो। त्यति मात्रै नभएर मान्छेमा हुने गुण राम्रो हुनु हो। अनि कालोलाई सेतो होइन, सेतोलाई सेतै भन्नु सक्नुपर्छ। अनि अनुशासनले संस्कार मात्रै होइन, अनुशासनले आफ्नो चरित्र राम्रो बनाउनुको लागि आज अनुशासनको जरुरत हुन्छ। एउटा घरदेखि अनुशासन सुरु भएर तपाईको के भन्छ जिल्लामा अनि त्यहाँदेखि लिएर देश स्तरसम्म यो अनुशासनले सबैलाई लाइनबद्ध र एकबद्ध बनाउन सक्छ। किन भन्दा आफू ठिक छ भने सबै ठिक हुन्छ भन्नेले उहिले भन्नुहुन्थ्यो, आफू भलो त जगत भलो भनेर। त्यसले गर्दाखेरि हामी अनुशासन एकदमै पालन गर्नु पर्छ। तर आज म भन्दिनँ कि 4 तारिकको दिन रम्फूको मैदानमा, खेल मैदानमा आज 5वटै कन्स्टिट्युन्सीबाट 150 भोलिन्टियर युवाहरू मागेको छ। तर काठ लाउने होइन, त्यहाँ गएर बसेर बिहान तपाईँ बेलुका तपाईँहरू अब बिहान पनि तपाईँहरूको एन्ट्री हुन्छ, एटेन्डेन्स हुन्छ, तपाईँको बेलुका पनि हुन्छ। त्यहाँदेखि लिएर तपाईँको बेलुका सेमसाप गइसकेर तपाईँको त्यो एटेन्डेन्स भइसकेपछि त्यहाँदेखि तपाईँहरूलाई फेरि तपाईँको स्टेट लेभल, डिस्ट्रिक्ट लेभल, तपाईँहरूको कन्स्टिट्युन्सी लेभल, त्यहाँदेखि जति युवा जानु भएको छ त्यसको तपाईँको फोटो खिचिन्छ, फोटो सेसन हुन्छ बेलुका। त्यो फोटो सेसन सकिसकेपछि मात्रै तपाईँहरूलाई त्यहाँबाट बिदा दिन्छ। अन्त यो डिसिप्लिन आजको दिनमा तपाईँहरू डिसिप्लिनमा हुनुहुन्छ, म डिसिप्लिनमा छु। आज म भन्दिनँ, यो हामीलाई एउटा हाम्रो प्रतिज्ञा, हामीलाई एउटा चुनौती, हामीलाई एउटा मौका दिएको छ। त्यो दिन सम्माननीय मुख्यमन्त्रीले 4 तारिकको दिन जो 6 बजीसम्म बस्छ, हाम्रो रिनकको सम्माननीय मुख्यमन्त्री महोदय हाम्रो क्षेत्र विधायक हुनुहुन्छ। त्यसले गर्दा रिनकको डिसिप्लिनमा आउनु भएको छ। आज तपाईँहरू डिसिप्लिनमा बस्दिनुहोस्। तपाईँहरूको लागि खानादेखि लिएर सबै बनाइदिएको छ। बादमा यो मिटिङ सकिसकेपछि खानासाना खाएर तपाईँहरू फर्किनुहोस्। तर 4 तारिक चाहिँ तपाईँहरू 6 बजे पहुँचिदिनुहोस्। तपाईँको रम्फू ग्राउन्डमा 7 बजीसम्म ब्रेकफास्ट गरिदिनुहोस्। त्यहाँदेखि तपाईँहरूलाई जग्गा दिएको हुन्छ, त्यो जग्गामा तपाईँहरू बस्नुहोस्। त्यहाँनिर नारा आउँछ, सुलसुले लाउनुपर्छ। कतिखेर नेताले कस्तो बोल्दैछ, त्यस कति बेर बोल्दाखेरि चाहिँ के सुलसुले लाउनु पर्यो, तपाईँलाई सबै त्यो दिन सिकाउँछ। त्यहाँनिर सबै नारा कस्तो गर्नु पर्यो माथिबाट आउँछ। त्यसले गर्दा तपाईँले त्यो काम गरिदिनुहोस् भनेर यहाँ अनुरोध गर्न चाहन्छु। अनि तपाईँको त्यो दिनको लागि युवालाई, तपाईँ जति पनि यो भोलिन्टियरलाई हेर्ने तपाईँको हामीले के भन्नु, यसमा ठुलो कुरा के गर्नु छैन। त्यसले गर्दाखेरि तपाईँहरूलाई फेरि म एकताल यहाँबाट निवेदन गर्न चाहन्छु, 4 तारिकलाई एकदमै सभ्य बनाउँ। तपाईँहरू यहाँनिर तपाईँहरूलाई आज हेर्नुको लागि उहाँ डिस्ट्रिक्ट लेभल, स्टेट लेभलदेखि आउनु भएको छ हाम्रो सबै क्रान्तिकारी साथीहरू। त्यसले गर्दाखेरि तपाईँ 4 तारिक राम्रोसितले चाहिदिनुहोस्, राम्रोसितले बस्दिनुहोस् भन्दै मेरो यो 2 शब्दलाई यहाँ राख्न चाहन्छु। धन्यवाद। जय एसकेएम, जय